तपाईँ भनिरहनु भएको छ। हर्कबात एउटा व्यक्ति होइन, यो एउटा सिस्टम हो। अनि राष्ट्रिय एकीकरणको आवाज कुनै भूगोलमा कैद अथवा सीमित कहिले पनि हुँदैन। हर्कबाद सिस्टम भनेको जहाँ जात र धर्म भन्दा श्रम जहिले पनि माथि हुन्छ। अनि मैले अघि नै पृथ्वीनारायण शाहको एक्जाम्पल दिइसके। राष्ट्रिय एकताको राष्ट्रवादको अभियानलाई भूगोलमा सीमित राख्न सकिँदैन अनि हुँदैन, त्यो इतिहासले पनि देखाउँछ। नम्बर 2, अनिवार्य सैनिक तालिम र 3 दिने शिक्षाको गलत प्रचार प्रसार। स्पेसिफिकली छोरा मान्छेहरू 18 वर्ष पुरा भइसकेपछि जो सकुशल छ, फिट टु फाइट छ, ट्रेनिङ गर्न सक्छ, उनीहरूलाई 6 महिनाको सैनिक तालिम दिने, द्याट इज इट फर देयर लाइफ। अनि उनीहरूले कहिले पनि आर्मी जोइन गर्नुपर्छ भन्ने छैन। अब अनिवार्य सैनिक तालिमले तपाईँलाई के कुरा सिकाउँछ? फर्स्ट थिङ, डिसिप्लिन, अनुशासन। तपाईँ खाने, बस्ने, लाउने, सुत्नेदेखि लिएर अरूसँग कसरी व्यवहार गर्ने, बोल्ने, अरूलाई रेस्पेक्ट कसरी गर्ने, रेस्पेक्ट कसरी लिने, सबै डिसिप्लिन तपाईँलाई 6 महिनाको आर्मी ट्रेनिङले सिकाउँछ। अनि अर्को कुरा, डिग्निटी, डु द राइट थिङ। जहिले पनि साँचो कानुन बमोजिम काम गर्नु, अरूलाई कहिले पनि दुःख नदिनु भन्ने कुरा तपाईँलाई सैनिक तालिमले सिकाउँछ। अनि फेरि नेपाल भनेको भुइँचालो, बाढी पहिरो जस्तो प्राकृतिक प्रकोपहरूले सताइराख्ने देशमा एसियामा त नम्बर 1 मै पर्छ। जब नेपाललाई ठुलो भुइँचालो र बाढी पहिरो जस्तो प्रकोपले हान्छ नि, त्यतिखेर अहिले भएको सैनिकले पुग्दैन। नेपाललाई फिट टु फाइट जनमानसको आवश्यकता पर्छ, जो चाहिँ तुरुन्त डिप्ले हुन सक्छ, तातो चिसोमा बाँच्न सक्छ, 2 दिन नखाए पनि बाँच्न सक्छ, अनि फसेका ट्र्याप भएका मान्छेहरूलाई तुरुन्त ज्यान बचाउन सक्छ। के तपाईँ त्यस्तो फिट टु फाइट मान्छे बन्न चाहनुहुन्छ? अनि परिआएको खण्डमा देशको लागि बन्दुक उठाउन पनि तपाईँ तयार हुनुहुन्छ?